विश्वको पहिलो तीर्थस्थल कुन हो थाहा छ तपाईहरुलाई? हाम्रै बाराहा क्षेत्र। यो हामी नेपाललाई पनि कतिलाई थाहा छैन। त्यो थाहा दिन चाहन्छौं। त्यो थाहा दिने मान्छे बन्न सकौं, त्यो थाहा दिने पार्टी बन्न सकौं, त्यो थाहा दिने सिस्टम बन्न सकोस्। अस्ति हामी त्यो बाराहा क्षेत्र घुम्दाखेरि उदयपुरका विभिन्न ठाउँहरुमा पनि पुगेका थियौं। उदयपुरको त्यो कोस्टल एरिया हेर्दाखेरि इन्डोनेसियाको बाली मालदिव जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। पहिलो तीर्थस्थल कुन हो थाहा छ तपाईहरुलाई? हाम्रै बाराहा क्षेत्र। यो हामी नेपाललाई पनि कतिलाई थाहा छैन। त्यो थाहा दिन चाहन्छौं। त्यो थाहा दिने मान्छे बन्न सकौं, त्यो थाहा दिने पार्टी बन्न सकौं, त्यो थाहा दिने सिस्टम बन्न सकोस्। अस्ति हामी त्यो बाराहा क्षेत्र घुम्दाखेरि उदयपुरका विभिन्न ठाउँहरुमा पनि पुगेका थियौं। उदयपुरको त्यो कोस्टल एरिया हेर्दाखेरि इन्डोनेसियाको बाली मालदिव जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।